नमस्कार। म चाहिँ आज दुध लिन गएको भ्लग बनाउँदैछु। म दुध कहाँ लिन जान्छु भनेर म देखाउँदैछु छु। म चाहिँ बाहिर आएँ, आमा चाहिँ यहाँ यो केलाउँदै हुनुहुन्छ। बुढी साग भाइ खेलिरह। यो चाहिँ यहाँ एकदम मर दुस लाएर बसिए। अब म चाहिँ दुध लिन जाँदैछु। दुध लिन गएको भ्लग बनाउँदै जान्छु म। गाली खाँदै अनि हाँस्यो फेरि मैले फेरि यहाँ राख्छु। यस्तो घाम ह, त्यही पनि म जाँदैछु। मलाई कति झ्याउँदैछ 6 बज्छ। कस्तो घाम ह भाइ। कता गयो घाम पनि, कताकै घाम पनि हो। जतासुकै भाउस। अनि हाम्रो घर फुलबारी नर्सरी भनौँ। अनि म चाहिँ जाँदैछु। धेरै टाढा त छैन, त्यही हो। गर्मीले म केही बोल्न सकेको छैन। हाम्रो गाउँमा चाहिँ गाई चाहिँ एउटा घर पछाडि पसल छ भाइ। यहाँ पनि छ पसल। धाम कि नदेखाम भइरहेको थियो। यो चाहिँ मेरो आइसाको साथीको घर हो। यो चाहिँ मामा घर हो। घर चाहिँ त्यहाँनिर नजिकै छ। म चाहिँ आइपुग्न लाएँ। धेरै यतातिर चाहिँ कति धेरै मकै फलिसक्यो, छिप्पिन लगाइसक्यो। कसको त छिप्पेर पनि राखिसक्नु भयो। आइपुग्यो, म दुध लिने ठाउँ आइपुग्यो। यही हो मेरो चाहिँ यो फुपू दिदीको घर हो। चाहिँ यहाँबाट ल्याउँछ। चाहिँ मलाई लिची दिनु थियो। कोही हुनुहुन्न, दुध लिन आएको। हेर मेरो भ्लग के का पागल हो। मेरो भ्लग लाइक गर्दै गर। त्यहाँ चाहिँ छ गाई। कता हो के गाई, कता हो कता। त्यो चाहिँ गइरहेको छ। हिर्काइन चाहिँ काले बिराली भन्छ। आउनलाई चिनो बखै कता जानुभएछ भने थाहा भएन मलाई। खै के गाई फेरि म दुध लिएर गएँ। त्यो लुकिसकी, म नि लुकेँ। अनि घाम छ यस्तो गाई, म चाहिँ दुगुर्दै गएँ। गाई म चाहिँ दुध लिएर। सत्तरमा चाहिँ आइपुग्न लाएँ। सत्तरु आइपुग्न लायो। भिडियो बनाउँदै आइपुगे गाइज म चाहिँ। आइपुगे। त्यो अघि त्यहीँ बसेको थिएँ, अहिले सान्नै चाहिँ थिएँ। भाइ त्यस्तो गरेर बसिरह। मोड चिसै भयो नि त। यहाँ राखिदिने ल गाइज
हेर्नु भाइको काम पछि अनि त्यसको आँखा देखेर मलाई डर लाग्यो गाइस। म चाहिँ गएँ। यहाँ चाहिँ छ हार्दिक मस्त मल हेरेर बसिरह उसलाई के जिन्दगी छ उसको। ल त नि गाइस, ल बाई।